हेलो एभ्रिवान नमस्ते। म चाहिँ अहिले बहराइनमा छु, बहराइनको मनामा सिटीमा। बाबुल बहराइन अरे यो चाहिँ अलि भित्र बङ्गाली मार्केट। हेलो एभ्रिवान, म चाहिँ अहिले बङ्गाली मार्केट यहाँ बहराइनमा छु। यहाँ चाहिँ मेरो सबिन भाइ अनि किरण भाइ विजय भाइले चाहिँ मलाई यहाँ बजार घुमाउँदैछ। बजारमा चाहिँ दिमाग तातेर रिन्न भइसक्यो, कहाँ घुमाउँदैछ। नेपाली होटल लाइन बाबुल बहराइन पर यो उदेखि यो लाइन चाहिँ नेपाली होटल यहाँ नेपाली कोही आउनुहुन्छ, नेपाली टेस्ट खानु मन लाग्छ योतिर आउनु। यता फेरि बङ्गाली मार्केट रहेछ। होलसेलमा पाउने ठाउँ यो एरिया चाहिँ सबै खुद्रा पसल भनौँ न। केटाहरूले प्रायः मलाई यहाँ भनेको छ के अरू के पाउँछ अरे केटा यहाँनिर हेर्नुहोस्, यो इलेक्ट्रोनिक कुवाहरूदेखि लिएर फोनको एसेसरिजहरूदेखि लिएर लत्ता कपडाहरू, अनि अलिकति माथिल्लो गल्लीमा खाद्यान्नको यो तपाईँको चक्लेटहरूदेखि लिएर यस्तो यो सरफहरू जति पनि हाम्रो दैनिक उपभोग्यहरू पाउँछ। यो चाहिँ जुफ्री भन्ने यहाँभित्र यो चक्लेटहरू उहरू पाउने चाहिँ मसलाहरू एरिया यिनीहरू सबै बढ़िया। ऑफर क्या चल रहा है? ठीक है, मैं अभी तो आया, देखते हैं अभी आते हैं। ये भाई लोग कहाँ लेके जा रहे हैं मेरे को? ओके ठीक है। यहाँ पनि एउटा नेपाली उयो छ त, नेपाली के अरे रेस्टुरेन्ट, नेपाली रेस्टुरेन्ट के रहेछ नि? ओनरहरू नेपाली नै हो कि अरू देशको हुन्छ? यो हाम्रो रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट यहाँ रेस्टुरेन्ट। खोइ त मुकेश भाइलाई यहाँ कल गर्दैछु। को अहिलेको हाम्रो ट्याक्सीवाला साथी को होइन, अर्को। हामी यहाँ उमा आइपुग्यौँ, बङ्गाली उमा आइपुग्यौँ। कता कुन मार्केट भन्ने थाहा छ तपाईँलाई? चक्लेट टुमा यता यो पार्किङ भयो, त्यहाँदेखि यता यो जुपी साइड काम भइरहेको छौँ। यो यस्तै छ। भिडियो अन्तसम्म हेरेर चाहिँ मनोरञ्जन लिनु होला साथी। मैले चाहिँ अहिले बहराइनको फेमस मच्छी पार्कमा छु। यो मच्छी देख्नु होला, यो मच्छी ठुलो मच्छी पार्क थाहा पाइयो यो तपाईँ बेलमन हल यो चाहिँ। तर म त छिरेको छुइनँ। हामी गएको छैनौँ अहिलेसम्म, अरू चाहिँ गएको छ। सिटी